दिलीप काका र म आज तिनजुरे मेन्स्याम गुफासम्म यसो रमाइलो यात्रा काकावतीजको। अहिले चाहिँ ठ्याक्कै हामी त्रिशुलीदेखि मास्तिर जोरपाटी छेउमा हो। यहाँ पर पारिदेखि नै चाहिँ पक्का मकालु हिमालहरू होला। ल यो चाहिँ के बजार अरे, जोरपाटीदेखि ओर्तिरको बजार है। दुईजना काकावतीज काकावतीज आज पुग्यो ल। अब कति 2 घन्टा 2.5 घन्टा जति लागेछ। वरिपरि हिमाल ल। यता चाहिँ कञ्चनजङ्घा हिमालहरू, पारिपट्टि शङ्खसभा, यता कञ्चनजङ्घा, यता चाहिँ कुम्भकर्ण हिमाल देखियो। दिलीप काकासँग म आज एकदम प्राकृतिक सुन्दर हरियाली, एकदम डाँडा काँडा, एकदम हेरौँ हेरौँ लाग्ने स्वर्ग जस्तै ठाउँमा हाम्रो दिलीप काका र म, काका हेर्नुहोस् यता, दिलीप काका र म ठ्याक्कै आइपुगेका छौँ ल। यस्तो नागी चौर लेक बुक्की फुल फुलिरहेछ। काका यता हेर्नुहोस् ल। काकासँग आज चौकी माथि माथि नागीमा चाहिँ के अरे लेखमा बुक्की फुलिरहेको छ ल। एकदम लेखमाथि मङ्गलबारे चौकी, सानो तिनजुरे, तल देखिने बेसी जस्तो चाहिँ मोराङ। पलेटी कसेर बसियो पो काकावती। अरे तल देखिने चाहिँ मोराङ है, मोराङ। त्यहाँदेखि तल हामी कहिले लान्छु गुराँस फुल्ने डाँफे नाच्ने ठाउँमा, कहिले लान्छु गुराँस फुल्ने डाँफे नाच्ने ठाउँमा, हाँसी खुसी बाँचौँला नि म जन्मेको गाउँमा, हाँसी खुसी बाँचौँला नि म जन्मेको गाउँमा। अनि अब हर्क साम्पाङलाई अब मारे पनि कुटे पनि अब के अरे खोला बगाए पनि अब त्यस्तो ठुलो मान्छे हुन्छ, बिस्तारै हुन्छ, हेरौँ न। चाहिँ गुफा पोखरी हो, पानी सुक्नुलाई
आइरहेको अवस्था। गुफा पोखरी है यो चाहिँ एकदम पानी सुक्नु लागिरहेको अवस्था रहेछ। देखिने चाहिँ मकालु हिमाल। ल काका भतिजा आज बजारको नाम त चित्रे हो कि क्या हो? चित्रे बजारमा। ल काका भति चित्रे बजार मकालु हिमाल पर पछाडि देखिने मौसम एकदम खुलिराखेको छ। साह्रै रमाइलो भयो। ल हो नि पछि त्यो पहिरो खोलिँदाखेरि साह्रै राम्रो यहाँ माछा निक्ल्यो अरे भन्थ्यो नि होइन यता साह्रै ठुल्ठुलो पो त त्यतिखेर। ल तम्मर मूलघाटमा काका भतिजा आज। ल यताबाट लिएर म आउँछु क्या। दामी आयो यताबाट चाहिँ राम्रो आउँदो रहेछ। लडिन्छ भइहाल्यो गएर छैन। ओके आई